सामुदायिक विद्यालयका शिक्षकहरू 3 हप्ताभन्दा बढी समयदेखि सडक आन्दोलनमा रहँदा विद्यालय भर्ना, पठन पाठन, परीक्षा र उत्तर पुस्तिका परीक्षण लगायत शैक्षिक गतिविधि ठप्प हुँदा शिक्षक आन्दोलनको प्रभाव बैतडीमा पनि पर्न गएको छ। यो प्रभावसँगै सरकारी विद्यालयका विद्यार्थीहरू धमाधम निजी विद्यालयमा भर्ना हुन थालेका छन्। शिक्षकका माग अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास र नेपालको विशिष्ट आर्थिक, सामाजिक र राजनैतिक अवस्थालाई ध्यानमा राखेर सम्बोधन गर्नुपर्ने भए पनि सरकार र आन्दोलित शिक्षक बीच सहमति नहुँदा शिक्षा क्षेत्र प्रभावित बन्न पुगेको बताउनुहुन्छ शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्र अवस्थी। यो राष्ट्रव्यापी समस्या भएकोले अब अहिले आन्दोलन पनि चलिरहेछ र अब नयाँ मन्त्री पनि हुनुभएको छ, वार्ता पनि होला, वार्ताद्वारा समस्या समाधान हुन सक्छ। र यो राष्ट्रिय समस्या भएकोले बैतडीको मात्रै अब किताबहरू हाम्रा सबै स्कुलहरूमा छन्, वितरण पनि हुँदैछन्। अनि भर्नाको लागि हाम्रो अन्य कक्षाहरूमा समस्या हुँदैन, कक्षा 1 मा समस्या हो र अरू कक्षामा त इएमआइएस घटेका हुन्छन्। उनीहरूले अब त्यो हाम्रो यो वार्ता वा यो शिक्षक सङ्घर्ष सुनिने बित्तिकै हाम्रो इकाइ खुला हुन्छ। र आन्दोलनले धेरै कुराहरूमा प्रभाव त पारेकै हुन्छ, धेरै गतिविधिहरूमा हाम्रो शैक्षिक गतिविधिमा प्रभाव त धेरै ठुलो पारेको छ। तर अब प्रभाव परे पनि अब केही कुराहरू टुङ्ग्याउनु पर्ने हुन्छ। वार्ता र अब छलफलको माध्यमबाट समस्या समाधान होला। समस्या समाधान हुने बित्तिकै मन्त्रालयले एउटा प्रक्रिया गरेर मन्त्रालयले चाहिँ निर्देशन गर्ला। त्यो निर्देशनको पर्खाइमा छौँ र भर्नामा चाहिँ धेरै फरक। कक्षा 1 को सन्दर्भमा चाहिँ अब नयाँ भर्नाको समस्या अलिकति हुन सक्छ। अरूमा भर्ना हुनलाई चाहिँ अब अपरेटिङ हुन्छ, उनीहरूले इएमआइएस फारम समेत भरेका हुन्छन्, त्यत्रो धेरै ठुलो गाह्रो चाहिँ हुँदैन। सरकारले शिक्षकका मागहरूको सम्भाव्यता अध्ययन गरी चरणबद्ध रूपमा कार्यान्वयन गर्न ठोस योजना बनाउन नसक्दा शिक्षक आन्दोलन लम्बिँदै गएको छ। यसको प्रत्यक्ष प्रभाव बालबालिका र सरकारी विद्यालयमा पर्न गएपछि विद्यार्थीहरू धमाधम निजी विद्यालयमा भर्ना हुन थालेपछि बैतडीको एक सामुदायिक विद्यालयले विद्यार्थीहरूलाई नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक वितरण गरेको छ। शैक्षिक सत्र सुरु भएको धेरै दिन पुग्दा पनि शिक्षकहरूको आन्दोलनका कारण भर्ना अभियान सञ्चालन हुन नसक्दा विद्यार्थीहरू निजी विद्यालयमा भर्ना हुन थालेपछि पाठ्यपुस्तक वितरण गरेको बताउनुहुन्छ पाटन नगरपालिका 9 हुक्केडाँडा स्थित सिद्धेश्वर माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेम सिंह भाट। पाटन नगरपालिका वडा नम्बर 9 हुक्केडाँडा स्थित रहेको सिद्धेश्वर माध्यमिक विद्यालयका 180 जना भन्दा बढी विद्यार्थीहरूलाई हामीले पाठ्यपुस्तक वितरण गरेका छौं। र अहिले हामीले यो नेपाल शिक्षक महासंघको नेतृत्वमा जुन काठमाडौँमा रहेको आन्दोलन छ, त्यो आन्दोलन हाम्रो पनि ऐक्यबद्धता पनि छ। चाँडै नै सरकारले संघीय शिक्षा ऐन ल्याउनुपर्छ र शिक्षकहरूका जायज मागहरूलाई चाहिँ सम्बोधन गर्नुपर्छ। तर यो आन्दोलन क्रममा जनशिक्षक महासंघले गरेको विद्यार्थी भर्नाका कुराहरूलाई चाहिँ स्थगित रोकेको छ। अनि त्यस्तै गरी पाठ्यपुस्तक वितरण कार्यक्रम रोकेको छ। यसले गर्दा अब सामुदायिक विद्यालयका बालबालिकाहरू संस्थागत विद्यालयमा जाने परिपाटीहरू देखियो। हाम्रो विद्यालय झन्डै 6 जना बालबालिकाहरू संस्थागत विद्यालयमा भर्ना भएको देखियो। यसले गर्दा विद्यार्थीलाई रोक्नको लागि होइन हामीले यो पाठ्यपुस्तक वितरण गरेका छौँ। शिक्षक महासंघको आन्दोलनका कारण लामो समयदेखि विद्यालय बन्द छन्। यसको प्रभाव विद्यार्थीसँगै अभिभावकमा समेत पर्न थालेपछि अभिभावक विद्यालय खोल्ने हो वा कहिलेसम्म बन्द हुन्छ भन्ने चिन्तामा रहेका छन्। पुनः शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्र अवस्थी। राष्ट्रिय समस्या हो। अभिभावकज्यू, विद्यार्थीहरू सबैलाई हाम्रो अनुरोध के छ भने अब यो छलफल त उसको माध्यमबाट पुगिन्छ। सर्वोच्च अदालतले पनि केही कुराहरू दिएको छ र निराशा हुनुभन्दा आशावादी हुँ। केही दिनमै अब यो समस्या समाधान भएर आउँछ। त्यसैले ढुक्क हौँ, केही दिनपछि समस्या समाधान हुन्छ। विद्यालयहरू त्यसरी खाली हुँदैनन् अनि अप्ठ्यारो हुँदैन, अल्पत्र हुँदैन। र यसको क्षतिपूर्ति चाहिँ के होला, केही निर्देशन होला अथवा अतिरिक्त समय समेत थप गरेर केही भविष्यमा केही योजना बन्छ होला नयाँ, त्यहाँसम्म अब धैर्यता गरौँ। अहिलेसम्म धैर्यता भयो, अब पनि धैर्यताको लागि मेरो अनुरोध छ। शिक्षा क्षेत्रको दीर्घकालीन सुधारका लागि सबै सरोकारवालाहरूको सकारात्मक भूमिका अपरिहार्य छ। तसर्थ शिक्षक आन्दोलनको प्रत्यक्ष प्रभाव विद्यार्थीमा परिरहेको हुँदा शिक्षकहरूले पनि आफ्ना मागहरूलाई रचनात्मक र व्यावहारिक रूपमा प्रस्तुत गर्दै सरकारसँग सहकार्य गर्नु अति आवश्यक छ। रेडियो निङलासिनी, गोविन्द पन्त, बैतडी।